जय श्रमिक, तपाईहरुलाई थाहा भएकै कुरा हो लङभ्यू चिया बगानको पीएफ सम्बन्धी अहिले कुन स्थिति भइरहेछ भन्ने कुरा चाहिँ जुन कलकत्तामा लास्ट एग्रिमेन्ट भयो त्यो एग्रिमेन्टमा चाहिँ मालिक गोविन्द गर्गले पीएफ राशि जम्मा गर्नुपर्ने थियो 3 करोड समथिङको एग्रिमेन्ट भएको थियो र त्यो राशि चाहिँ यही महिना 15 अप्रिलसम्म चाहिँ बुझाउनु पर्ने एग्रिमेन्ट थियो। तर 15 अप्रिल नागेर गइसकेपछि पनि त्यो राशि नबुझाउँदाखेरि चाहिँ हिल प्लान्टेसन इम्प्लोइज युनियनको अगुवाईमा अहिले श्रमिकहरू आन्दोलनरत छन्। हिजो हामीले एलसी अफिसमा धर्ना दियौँ भने आजदेखि हामीले लङभ्यू बगान परिसरमा नै क्रमिक आमरण अनसन सुरु गरेका छौँ र यसैबीच हामी यहाँनिर रिजनल पीएफ अफिस कार्यालय सिलगढी पनि आइपुग्यौँ। यहाँ आएर पीएफ कमिसनरसँग पनि हामीले भेट गरेर चाहिँ उहाँलाई फेरि पनि भने हुन त यसभन्दा अगाडि पनि हामी यो अफिस आएकै हो पीएफको विषयलाई लिएर तपाईँले के कस्तो एक्सन गर्यो भन्ने कुराहरू पनि हामी राख्दाखेरि एउटा एफआइआर चाहिँ भएको छ। 2025 को अगस्त महिनामा गाडीधुरा आउटपोस्टमा एउटा एफआइआर भएको यहाँ पीएफ अफिसबाट चाहिँ लङभ्यूको मालिक म्यानेजरलाई एफआइआर भएको छ। त्यो एफआइआर कपी दिनु भएन तर डेट र एफआइआर नम्बर हामीले दिनुभएको छ। 363/25 एफआइआर नम्बर यो एफआइआर भएको छ र यो एफआइआर भइसकेपछि त मालिक र म्यानेजरमाथि कारबाही हुनुपर्ने हो। यो कारबाही चाहिँ पुलिस प्रशासनबाट हुनुपर्ने हो र अब हाम्रो प्रश्न चाहिँ पुलिस प्रशासन प्रति पनि तेर्सिएको छ। एउटा सम्बन्धित निकायले डिपार्टमेन्टले एउटा संस्थानले यत्रो ठुलो संस्थानले यो मालिक र यो पीएफ खाइरहेको मालिकले पीएफ लुटिरहेको विषय लिएर एफआइआर गर्दा पनि पुलिस प्रशासनबाट चाहिँ किन एफआइआर भएन यो एउटा प्रश्न हामीले यहाँ ठुलो रूपमा यहाँ आज खडा भएर आयो। र अर्को प्रश्न चाहिँ के छ भने बगान लिगली चलेको हो कि होइन त्यो माथि चाहिँ हामीले पहिल्यैदेखि शङ्का गरिरहेछौँ। हामी त बारम्बार भन्छौँ यो बगान इलिगली चलिरहेछ किनभने प्लान्टेसन लेबर एक्ट अनुसार बगान चलाएको छैन, पीएफ एक्ट अनुसार बगान चलाएको छैन, ग्रेजुटी एक्ट अनुसार बगान चलाएको छैन भन्ने कुरा त्यसको पनि आज फेरि अर्को पर्दाफास भएको छ। हामीले विगतको त्रिपाठिक मिटिङहरूमा बारम्बार भन्दै थियौँ कि यो बगानको म्यानेजरको या मालिकको डिएससी सिग्नेचर छैन। डिजिटल साइन जुन चाहिँ सर्टिफिकेट हुन्छ डिजिटल साइन सर्टिफिकेट डिएससी सिग्नेचरै छैन जुन चाहिँ यो तपाईँको कम्पनी एक्ट अनुसार यो सिग्नेचर अनिवार्य रूपले चाहिने हुन्छ। यो सिग्नेचर छैन भनेर हामीले बारम्बार भन्दाखेरि पनि हामीलाई त्रिपाठिक मिटिङतिर चाहिँ ढाँट्ने काम गरिन्थ्यो। म्यानेजरले ढाँट्थे, उसको एचआर साबरी घोषले ढाँट्थे, मालिक गोविन्द गर्गले पनि ढाँट्थे कि हाम्रो डिजिटल साइन सिग्नेचर छ भनेर। तर आज यहाँ हेर्नुहोस् यो चिठी यो पीएफ अफिसबाट हामीलाई प्राप्त भएको चिठी हो। यो चिठीमा चाहिँ क्लियरली डिपार्टमेन्टले भनिरहेको छ, आज पनि डिपार्टमेन्टले उनीहरूलाई भनिरहेछ कि इन्टिमेसन रिगार्डिङ नन एभाइलेबिलिटी अफ भ्यालिड डिजिटल सिग्नेचर सर्टिफिकेट डिएससी नै छैन। अनि यो बगानको खास मालिक चाहिँ को? लेबर डिपार्टमेन्टको अगाडि चाहिँ गोविन्द गर्ग मालिक, तर पीएफ अफिसको अगाडि कोही न कोही मालिक। यसरी अन्यलतामा राखेर बगानको श्रमिकहरूमाथि चाहिँ माफियागिरी तरिकाले माफिया टाइपले चाहिँ यो चिया बगान चलाइरहेको अवस्था छ। यसले गर्दा चाहिँ हामी फेरि पनि भन्न चाहन्छौँ सम्बन्धित निकायले यो माथि चाँडै नै चाहिँ पदक्षेप लियोस्। यो यसरी चिठी त जारी गरेछ डिपार्टमेन्टबाट, तर यो चिठी सँगसँगै स्ट्रङ र गम्भीर रूपले चाहिँ एउटा पदक्षेप हुनुपर्छ, स्ट्रङ एक्सन हुनुपर्छ भन्ने हाम्रो माग रहेको छ। र यो सँगसँगै हामीले अन्य बगानहरूमा रहेको पीएफको समस्याहरूबारे पनि कुरा राखेको छु। नाम्रिङ चिया बगानको पनि कुरा गरेको छु, रिङटङ चिया बगानको पनि कुरा गरेको छु। त्यो सँगसँगै दार्जिलिङ पीएफ अफिस अधीनस्थ रहेको विभिन्न चिया बगानहरू छ, त्यो चिया बगानहरू पनि हामीले कुरा गरिरहेका छौँ। किनभने यो पीएफको जुन इस्यु छ यो चाहिँ लङभ्यू मात्र होइन र लङभ्यूको चिया श्रमिकहरू मात्र बोलेर चाहिँ हुँदैन यो पीएफको विषयमा पनि। किनभने अफिस यही हो, हेड अफिस यही हो, हेड अफिसको काम गर्ने तरिका उनीहरूले त कानुनी रूपले काम गरिरहेको छु भन्छ तर ढिला सुस्ती छ। जति उनीहरूले चाहिँ कानुनी रूपमा फोर्सफुली काम गर्नु पर्थ्यो त्यो फोर्सफुली काम चाहिँ भइरहेको छैन। हामी सन्तुष्ट छैनौँ डिपार्टको यो काममा र भोलिको दिनमा पीएफलाई लिएर चाहिँ ठुलो एउटा सडक सङ्घर्ष गर्नुको लागि चाहिँ दार्जिलिङ या तराई डुवर्सको सबै चिया बगान श्रमिकहरू चाहिँ सचेत हुनुहोस् भन्ने पनि हामी रिक्वेस्ट गर्न चाहन्छौँ। यसरी नै जो छ तपाईँहरूलाई मालिकहरूले म्यानेजरले यसरी जो छ इलिगल रूपमा बगान चलाइरहेको हुन्छ, उसको सिग्नेचर यहाँ अफिसमा चल्दैन, यो अफिसको मालिकानाको अफिसलाई थाहा पत्तो हुँदैन। खालि अफिसले एड्रेस गर्नुसक्छ कि टु द म्यानेजर लङभ्यू टी गार्डन, म्यानेजरको नाम के हो, सिग्नेचर के हो अफिसलाई पनि थाहा छैन। तर हाम्रो दैनिक रूपमा काम गरेको पैसाबाट चाहिँ 12% खाइरहेछ। मालिकले त आफ्नो 12% हालेको छैन, तर हामी वर्कर्सहरूको चाहिँ 12% यसरी काटेर खाएर आजसम्म 16 करोड 17 करोड भइसकेको छ। र हाम्रो डिमान्ड थियो सुरुदेखि नै कि करेन्ट पीएफ राशि हाल्नु भनेर चाहिँ, जुन चाहिँ 2013 देखिको थाँतीमा रहेको 2022 सम्मको थियो। त्यो 22 सम्म त साप्रे कमिटी भनेर अल्मलाइरहेछ अहिलेसम्म पनि
साफाई कमिटी त मालिकको लागि सुरक्षा कवच भयो, तर त्यहाँबाट यताको पिएफको करेन्ट पिएफको कुरा गर्दाखेरि पनि यो खालको छ स्थिति बगानको चाहिँ। सिग्नेचरै छैन, न मालिकको सिग्नेचर छ न म्यानेजरको सिग्नेचर। यसरी चाहिँ लुटिरहेछ हाम्रो कमानको मानिसहरूलाई, हाम्रो तराई डुवर्स पहाडको चिया श्रमिकहरूलाई चाहिँ यसरी लुटिरहेको यो प्रमाण चाहिँ आज हामीले फेरि फेला पारेछौँ अर्को। जय श्रमिक।